टेलिभिजनको जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्री कृष्ण महर्जनको तर्फबाट जोजलपा नमस्कार अनि अभिवादन। यो जनसवाल कार्यक्रममा हामीले आज युवा विश्लेषक जो एकजना स्तम्भकार पनि हुनुहुन्छ, लेखक पनि हुनुहुन्छ, उहाँ लामो समयदेखि पत्रकारिता क्षेत्रमा पनि आफ्नो भूमिका निर्वाह गर्नुभएका व्यक्तित्व उज्जवल प्रसाई, उहाँलाई हामीले आमन्त्रण गरेका छौँ। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा केन्द्रित भएर कुराकानी गर्नेछौँ। प्रसाईजी नमस्कार। जोजलपा नमस्ते। जोजलपा अहिलेको राजनीतिक घटनाक्रम हेर्दाखेरि चुनाव पछिको जुन अवस्था छ, अब मूल रूपमा यो संविधानलाई हेर्ने दृष्टिकोणमा चाहिँ फरक रहने देखिन्छ। एउटा पक्षको दृष्टिकोणमा यो संविधान अत्यन्तै राम्रो, यो संविधानलाई कार्यान्वयनको कुरा एउटा पक्षधरको, अर्को होइन यो संशोधनको कुरा, अब पुनर्लेखनको कुरा, धेरै कुरा उहाँहरूले उठाउनु भएको छ। अबको मुलुकमा बहस हुने भनेको, राजनीतिक रूपमा एक ढङ्गको बहस हुँदै अगाडि जाने भनेको यही संविधानकै विषयमा। तपाईँलाई कस्तो लाग्छ यो जुन संविधान ल्याइएको छ, यो संविधानको विषयमा दुईटा कोणबाट कुरा आइरहेको अवस्थामा तपाईँ एकजना विश्लेषकको हिसाबले हेर्दाखेरि कस्तो देख्नु भएको छ? यो संविधान कन्टेस्टेड भनौँ न, यो संविधानका विरुद्धमा मतहरू छन्। यो संविधान सर्वस्वीकार्य संविधान होइन। यो संविधान यसै त रक्तरञ्जित संविधान पनि हो, किनभने मधेसमा धेरै मान्छेले ज्यान दिए, उनीहरूको रगतले लतपतिएको संविधान हो यो। त्यसकारणले यो संविधानले धेरै अप्ठ्याराहरू आगामी दिनमा बेहोर्छ होला भन्ने नै लाग्छ मलाई। यो सहजै हुन त अब चुनाव गरेर 3टा चुनाव गरेर आइसके पछाडि 3 तहका चुनाव सफलतापूर्वक सम्पन्न गरेर आइसके पछाडि संविधान कार्यान्वयन भयो भनेर त्यो मत सार्वजनिक भएको छ र त्यो एक हिसाबले हेर्दा कार्यान्वयन भएको जस्तो पनि देखिन्छ। तर चुनाव गर्नु मात्रै संविधानको कार्यान्वयन गर्नु होइन। भोलि संघीयता कसरी चल्छ हैन, भोलि अहिले बनेका स्थानीय तहहरू, स्थानीय सरकार कसरी चल्छ, स्थानीय तह, त्यस्तै गरेर तपाईको प्रोभिन्सियल यो प्रदेश र केन्द्रको चाहिँ सम्बन्ध कस्तो हुन्छ, भोलि मधेसले कसरी रियाक्ट गर्छ हैन, प्रदेश नम्बर 2 ले, त्यस्तै गरेर थरुहट मागिरहेका शक्तिहरूले भनौँ न थरुहट हुनुपर्छ भनेर त्यो मत जाहेर गर्ने थारू समुदायले, त्यस्तै गरेर लिम्बू समुदायले, यो सब समुदायले कसरी भोलि त्यो संविधानलाई लिन्छ, त्यो संविधान कार्यान्वयन हुँदै जाँदा उहाँहरूको मत कस्तो हुन्छ र उहाँहरूले कस्तो खालको एक्टिभिटिज गर्नुहुन्छ भन्नेमा यो संविधानको दीर्घायु कति छ अथवा यो संविधानको आयु कति छ भन्ने कुरा भर पर्छ जस्तो लाग्छ। तर अहिले नै बुझ्नुपर्ने कुरा के हो भनेदेखि यो संविधान सर्लक्कै सर्वस्वीकार्य रूपमा आएको होइन। संविधान सभाभित्र 90% यसलाई स्वीकारेका हुन् भन्दै गर्दा बाहिर यसका विरुद्धमा ठुलो जनमत थियो र बाहिर यसका विरुद्धमा ठुलो आन्दोलन पनि भइरहेको थियो भन्ने यथार्थलाई बिर्सनु हुन्छ जस्तो मलाई लाग्दैन। अब चाहिँ संविधान एक ढङ्गको कार्यान्वयन भइसक्यो, यो चाहिँ चुनावलाई नै कार्यान्वयनको रूपमा परिभाषित गर्नेहरूले व्याख्या गरिरहँदाखेरि विगतमा चुनाव हुनुभन्दा अगाडि जति सजिलो थियो होला यो संविधान संशोधनको सवाल, परिमार्जनको सवाल, अब त गाह्रो हुने भयो। अब प्रक्रियागत रूपमा भन्ने हो भने पनि संविधान संशोधनको सवालमा, सीमाङ्कनको सवालमा धेरै गाह्रो छ नि त, होइन? पहिचान पक्षधरहरू, खास गरी मधेस, त्यस्तै गरेर जनजाति केन्द्रित दलहरू जसले यो संविधानको पुनर्लेखनसम्मको माग गरेका थिए, संविधान संशोधनको माग गरेका थिए, अहिलेको बिन्दुमा हेर्दा उहाँहरू हारेको देखिन्छ। मधेसवादी दल पनि, किनभने चुनावमा यही संविधान अन्तर्गतको चुनाव स्वीकारेर गइसकेपछि उहाँहरूले एक हदसम्म यो हारलाई स्वीकार गरेको हो। तर पार्टीको कुरा महत्त्वपूर्ण हो जस्तो मलाई लाग्दैन। महत्त्वहीन होइन, तर त्योभन्दा महत्त्वपूर्ण कुरा चाहिँ समाजको हो। बृहत्तर समाजले यो संविधानलाई कतिन्जेलसम्म स्वीकार छ भन्ने हो। 1990 मा संविधान 2047 को संविधान ल्याउँदै गर्दा त्यसका विरुद्धमा काठमाडौँमा ठुलो जुलुस लागेको थियो। त्यहाँ चाहिँ धर्मनिरपेक्षता मागिएको थियो। त्यो धर्मनिरपेक्षता चाहिन्छ भनेर दिएका सुझावहरूलाई नजरअन्दाज गरियो। ती चाहिँ झिनामसिना सुझाव भनेर पन्छाइएपछि त्यसले चाहिँ पछि हुने युद्धहरूलाई, पछि हुने विभिन्न खालका द्वन्द्वहरूलाई ग्राउन्ड बनाइदियो। त्यस्तै गरेर अहिले पन्छाइएका आवाजहरू, अहिले चाहिँ दबाइएका अथवा राम्रोसँग सुन्न नखोजिएका आवाजहरू, अहिले जुन चाहिँ खासमा महत्त्वहीन आवाज हो भनेर पन्छाउन खोजिएका आवाजहरू भोलि मुखरित नहोलान् भन्न सकिन्न। मात्रै के हो भने कुन पार्टीले कुन ढङ्गबाट कसरी ती आवाजहरू उठ्छन् भन्ने हाम्रो चिन्ताको विषय हो। त्यो फेरि हिंसात्मक नहोस्, त्यो जातिवादी सङ्कीर्ण किसिमको लडाइँ नहोस् र त्यसले चाहिँ सौहार्द ढङ्गले, डेमोक्रेटिक प्र्याक्टिस गरेरै शान्तिपूर्ण ढङ्गले नै त्यो आवाज सुनियोस् र त्यसबाट निकास होस् भन्ने हामीले चिन्तन गर्ने हो। तर सधैँभरि भने जस्तो सजिलो हुँदैन।
मैले भन्न खोजेको के हो भने अहिले लडिरहेका पार्टीहरू जो संविधानका विरुद्धमा छन् उनीहरूले हार स्वीकार्नुपर्छ र नयाँ ढङ्गले नै यो संविधान संशोधन खोजेको हो या पुनर्लेखन खोजेको अथवा यो संविधानलाई कसरी सर्वस्वीकार्य बनाउन सकिन्छ त्यतातिर त्यो गर्नलाई के गर्नुपर्छ भन्ने नयाँ सिराबाट सोचे भने अलि सजिलोसँग ट्रान्सफर्मेसन होला। तर तपाईँले भनेको कुरा सत्य के हो भने यही सेटअपमा अहिले चुनावले जुन परिणाम दियो यही परिणाममा टेकेर चाहिँ संविधान न संशोधन हुनेवाला छ, पुनर्लेखन कुरै छोडौँ। यो अर्थमा त तपाईँको संविधान कार्यान्वयनको सवालमा भोलि गएर चाहिँ संविधानको सवालदेखि लिएर सरकार चलाउने सबै चिजमा दुईटा ध्रुवमा ध्रुवीकृत मुलुकको राजनीति अगाडि बढ्ने, एउटा चाहिँ कार्यान्वयनतिरको, अर्को चाहिँ संशोधन परिमार्जनको कुरा ल्याउनेहरू, यो दुईटा बीच नै अहिले चाहिँ राजनीतिक समीकरण दुईटा ध्रुव रहने भन्दाखेरि फरक पर्दैन। राजनीतिक रूपमा दुईटा ध्रुव नहुन सक्छ, समाज ध्रुवीकृत हुनलाई समय लाग्छ। अहिले चाहिँ मलाई कस्तो लाग्छ भने यो चुनावको परिणामलाई अलि माइन्युटली अलि सानो ढङ्गले मसिनो ढङ्गले विश्लेषण गर्यो भने यो चुनावले के परिणाम दियो त भन्दा विकास निर्माण गर्ने, समृद्धि गर्ने भन्ने जुन न्यारेटिभ, जुन कथ्य स्थापित गरियो त्यो कथ्यलाई एउटा ठुलो समुदायले, एउटा ठुलो समूहले त्यसलाई स्वीकारेको देखिन्छ चुनाव मार्फत। चुनावमा दिएको अभिव्यक्ति, मत मार्फत दिएको अभिव्यक्ति के हो भने अहिले यो विकास निर्माण अरू सबै कुरा छोडिदिउँ, अहिले विकास समृद्धितिर जाउँ भन्ने खालको जुन कथ्य छ त्यसमा मलाई काफी शङ्का छ। त्यो भनिएको विकास कसको विकास हो, कसको समृद्धि हो भनेर सोध्नुपर्ने छ। तर त्यो न्यारेटिभले, त्यो कथ्यले धेरै मान्छेको दिमागमा कब्जा जमाउँछ भन्ने लाग्छ मलाई। त्यसकारणले अब अर्को ढङ्गले हेर्ने हो भने प्रदेश 2 मा सफल भएका मधेसवादी दल चाहिँ राष्ट्रिय रूपमा एउटा ध्रुव बन्छन् कि बन्दैनन्, हैन? त्यो पनि हेर्नुपर्छ। सँगसँगै अरू जनजाति केन्द्रित दलहरू चाहिँ अहिले अस्तित्व सङ्कटमा छन्। त्यसकारण उनीहरू आफै राजनीतिक ध्रुव बन्छन् कि बन्दैनन् भन्ने कुरामा शङ्का छ। तर के हो भने समाज ध्रुवीकृत बन्यो भने समाज चाहिँ फेरि संविधान संशोधनै अथवा पुनर्लेखनै भनेर गर्नुपर्छ भनेर समाज एक ठाउँमा आयो भने, भनेको समाजको ठुलो समूहले त्यो कुरा मानेर अगाडि बढ्यो भने चाहिँ त्यतिखेर चाहिँ हामीले के देख्छौँ भने संविधान सङ्कटमा परेको देख्छौँ। तर अहिले नै चाहिँ यो राजनीतिक रूपमा अथवा संसदभित्र या प्रदेशका संसदहरूभित्र त्यो ठुलो ध्रुवीकरण अथवा त्यो ठुलो लडाइँ हुन्छ जस्तो मलाई लाग्दैन। अब चाहिँ हुन्छ के त तपाईँको चाहिँ सबै चाहिँ यो चुनावमा भाग लिएर जितेका भन्दाखेरि प्रमुख रूपमा चाहिँ राष्ट्रिय दल भन्दाखेरि 5वटा राजनीतिक दल देखिएको छ। 2टा मधेसवादी दल भनेर चिनिएको, एउटाको चाहिँ त आदिवासी जनजाति पनि समावेश भएको छ तैपनि मधेसवादी दलको रूपमा सङ्घीय समाजवादी फोरमलाई चिनिएको छ। अर्को राजपा छ, उता मधेसवादी दल भन्दाखेरि केही फरक पर्दैन। अर्को कङ्ग्रेस छ, अर्को एमाले र माओवादी छ। माओवादी र एमाले एकताको कुरा गरिरहेको छ भन्दाखेरि अब कङ्ग्रेस मधेसवादी दलहरू बिचको एउटा ध्रुव र चाहिँ माओवादी र एमालेको अर्को ध्रुव भएर चाहिँ सरकार गठनदेखि लिएर सबैमा यही ढङ्गबाट जाने अवस्था कतिको देख्नु भएको छ तपाईँले? राष्ट्रिय रूपमा भनेको काठमाडौँमा केन्द्रमा, किनभने केन्द्र चाहिँ राम्रोसँग भत्किसकेको छैन। काठमाडौँ अझै पनि केन्द्र हो र शक्तिको केन्द्र पनि हो। त्यसले निर्माण गरेका कथ्यहरू, त्यसले निर्माण गरेको राजनीतिक डिस्कोर्स चाहिँ राष्ट्रिय डिस्कोर्सका रूपमा आगामी कति वर्षसम्म स्थापित नै हुनेवाला छ। त्यसकारणले यहाँ अहिलेको राजनीतिक लडाइँ काङ्ग्रेस र वाम भनौँ न, यो वाम भनिए गरिएको छ, मलाई वाम भन्ने कुरामा शङ्का छ। तर यो 2टा कम्युनिस्ट भनिएका पार्टीहरू मिलेर जुन शक्ति बनेको छ त्यो शक्ति र काङ्ग्रेस बिचमै लडाइँ देखिन्छ। केही समयसम्म त्यो लडाइँ जारी रहन्छ भन्ने लाग्छ। प्रदेश 2 ले च्यालेन्ज कति गर्न सक्छ भन्ने कुराले चाहिँ पहिचान पक्षधर अथवा अरू मुद्दाहरू, अधिकार र पहिचानका बाँकी लडाइँहरू कसरी लडिन्छन् अथवा त्यो लडाइँ कतिको शक्तिशाली बन्छ भन्ने कुरा त्यहाँ डिपेन्ड हुन्छ भन्ने लाग्छ मलाई। त्यसले बिस्तारै सङ्गठितै गयो भनौँ न, उपेन्द्र यादवकै पार्टीले भनौँ, उपेन्द्र यादव अशोक राई अहिले सँगै हुनुहुन्छ। तर जनजाति र मधेसीले सहकार्य गरेर त्यो मुद्दालाई स्थापित गर्ने अथवा त्यो मुद्दालाई फेरि बलियो बनाउने कतिको सम्भावना छ म त्यति धेरै अहिले नै देख्दिनँ। भोलि चेतेर हामीले गर्नुपर्ने रहेछ भन्ने कुरा रियलाइज गरेर उहाँहरू अगाडि बढ्नुभयो भने त्यसले अर्को खालको स्थिति सिर्जना गर्न सक्छ। तर अहिले चाहिँ केन्द्रीय तहमा भनेको त्यसले जुन चाहिँ राजनीतिक देशभरिको राजनीतिक डिस्कोर्स पनि निर्माण गर्छ, त्यहाँ चाहिँ खास गरी 2टा पार्टीको झडप देखिन्छ अथवा भनौँ न एक खालको द्वन्द्व देखिन्छ। तर त्यो द्वन्द्व चाहिँ समाजलाई ठोस रूपले भनौँ न, समाजलाई एकदमै गुणात्मक रूपले परिवर्तन गर्ने कुरामा द्वन्द्व हुँदैन। त्यो द्वन्द्व चाहिँ रिसोर्समा, सत्ता वरपर आउने भागभण्डाहरूमा त्यो कसरी हामी हाम्रो वर्चस्व कायम गर्ने भन्ने कुरामा लडाइँ बढी केन्द्रित हुन्छ भन्ने लाग्छ। कहिले कस्तो भनिरहेको छ भने यो अहिलेको राजनीतिक पार्टीहरूको विषयमा कुरा गर्दाखेरि एमाले र माओवादीको लाइन, उनीहरूको नीतिदेखि लिएर खासै भिन्न छैन र एमाले र माओवादी जस्तो भिन्न छैन त्यस्तै कङ्ग्रेससँग पनि खासै भिन्न छैन। मात्रात्मक रूपमा
परिवर्तन होला, अलि फरक होला, तर गुणात्मक रूपमा खासै परिवर्तन छैन। समाजवादलाई स्वीकार गरिएको अवस्था, बौद्धले प्रतिस्पर्धालाई स्वीकार गरिएको हो। यो संविधानलाई जे जस्तै भयो भने उत्कृष्ट संविधान कार्यान्वयन गर्छु भनेर गएकै हो भनिन्छ। तपाईँलाई कस्तो लाग्छ? पार्टीको हिसाबले यो तीनटा पार्टीलाई छुट्याउँदाखेरि कसरी तपाईँले छुट्याउनुहुन्छ? यस्तो छ, अब मूलत राजनीति नै हेर्ने हो भने, दार्शनिक तहमै हेर्ने हो भने पनि दुईटा पार्टीको बिचमा खासै ठुलो भिन्नता म देख्दिनँ। उहाँहरूले भन्दा चाहिँ हामी समाजवाद उन्मुख अथवा समाजवाद उन्मुख त संविधानमा लेखेको छ, त्यो काङ्ग्रेसले पनि स्वीकारेको संविधान हो, त्यसो भए त सबै समाजवादी भन्नु पर्यो त्यसरी भन्दा त। तर त्यस्तो हो त? समाजवाद उन्मुख त यो चाहिँ पब्लिक कन्जम्सनको लागि सामान्यतया सबै खालका मान्छे, काङ्ग्रेसका हिजोका पुराना मान्छे, एमाले प्रशिक्षित गरेका मान्छे, माओवादीले प्रशिक्षित गरेका मान्छे, ठुलो समूह छ नेपालमा, ठुलो समुदाय छ जसले समाजवादप्रति एक खालको लगाव देखाउँछ। त्यो लगाव त्यहाँ छ भन्नका लागि संविधानमा लेखियो। अब पार्टीका दस्तावेजहरूमा के लेखियो भनेर हेर्ने हो भने पछिल्लो समय माओवादी र एमाले मिलेर गठबन्धन गर्दै चुनावमा जाँदाखेरि निकालेका ती चाहिँ भनौँ न त्यो घोषणापत्र हेर्ने हो भने त्यो घोषणापत्रले उत्पाद विकास गर्ने, समृद्धि गर्ने भन्ने कुरा गरेको छ। युरेनियम खन्नेदेखि लिएर तपाईँको तेल निकाल्ने, हावाबाट बिजुली निकाल्ने लगायतका सारा गर्ने र केही समयभित्रमा नेपाललाई समृद्ध बनाउने, अनि यो ग्रोथ जिडिपी जे भनिन्छ त्यसलाई पनि डबल डिजिटमा पुर्याउने, यस्ता खालका सपनाहरूको कुरा गरिएको छ। तर त्यो कसरी गर्ने भन्ने कुराको चिन्तन छैन। त्यो गर्दा कसले त्यसको सबभन्दा बढी लाभ हासिल गर्छ र त्यो गर्दा को त्यहाँबाट बढी वञ्चित हुन्छ भन्ने कुरामा बहस छिरेकै छैन। त्यस कारणले यो जुन भनिएको समाजवाद छ यो चाहिँ यो खासमा नभनिएको कुरा चाहिँ के हो भने नवउदारवादी विकास गर्ने हो। यदि गर्दा पनि, यदि सम्भव भएछ भने पनि ठुला विश्व ब्याङ्क, तपाईँको अन्तर्राष्ट्रिय मुद्रा कोष, चाइना, एडिबी लगायतका ठुल्ठुला सङ्घ संस्थाहरूबाट, ठुला देशहरूबाट सहयोगहरू ल्याएर यहाँ सिमेन्टका ठुल्ठुला संरचनाहरू बनाउन सक्यो भने त्यसलाई देखाएर हामीले विकास गऱ्यौँ भन्ने हो। त्यसले चाहिँ हामीले भोगिरहेको कुपोषणलाई कति एड्रेस गर्छ, त्यसले चाहिँ हामीले चाहिँ खान नपाएका मान्छे जो चाहिँ सडकमा छन्, जसले मजदुरी गर्दैछन्, दिनभरि रातभरि खट्दा पनि, जसले सामान्य राम्रो गुणात्मक शिक्षा पाउने स्थिति छैन, स्वास्थ्य सेवा पाउने स्थिति छैन, जसले चाहिँ 50,000 महिनाको शिक्षामा खर्च गर्न सक्दैन, त्यसले चाहिँ गुणस्तरहीन शिक्षा लिइरहनु पर्ने छ। ती सबै समुदायलाई, त्यो सबै मान्छेहरूलाई, त्यो आधारभूत तहका जनतालाई चाहिँ त्यो विकासले कति लाभ दिन्छ भन्ने कुरामा बहस नै छिरेको छैन। त्यस कारणले तपाईँले भनेको कुरा अथवा तपाईँले अलिकति प्रश्न मार्फत प्रकट गर्न खोजेको सन्देह कि यी दुईटा पार्टीमा फरक चाहिँ के छ भन्दा मैले खासै ठुलो भिन्नता देख्दिनँ। अब नि छोटो विश्राम लिनेछौँ। विश्रामपछि फेरि पनि नेपालको राजनीतिक परिस्थितिको विषयमा हामी कुराकानीतर्फ लाग्नेछौँ। जीवु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा ख्या ठिठी बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगु लोमङ्का दिमते नेवाला इन्डिजिनियस टेलिभिजनमा फेरि पनि तपाईँलाई म स्वागत गर्न चाहन्छु। यो इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा हामीले उज्जवल प्रसाईसँग कुराकानी गर्दैछौँ। उहाँ राजनीतिक विश्लेषक हुनुहुन्छ, स्तम्भकार हुनुहुन्छ, उहाँ स्वयं लेखक पनि हुनुहुन्छ, विचारक हुनुहुन्छ। वर्तमान राजनीतिक परिस्थितिको विषयमा युवा विश्लेषकको रूपमा उहाँ परिचित हुनुहुन्छ। उहाँसँग फेरि कुराकानी गरौँ। तपाईँले जुन राजनीतिक अवस्थाको विषयमा यो विश्लेषण गर्नुभयो, यो पहिचानको मुद्दा कमजोर भएको, एक ढङ्गको हार भएको भन्ने तपाईँको आशय देखिएको छ भन्दाखेरि अब यो पहिचानको मुद्दा उठाउने पक्षधर आदिवासी जनजाति भन्नुहोस्, मधेसी भन्नुहोस् या उत्पीडित समुदाय अरू कुनै पनि भन्नुहोस्, उहाँहरूले उठाउनै नसक्ने गरी चाहिँ हार भएको भन्न मिल्छ? अहिले मौजुद राजनीतिक दलहरूबाट यो मुखरित रूपमा उठेर यसले ठुलो मोमेन्टम गेन गर्ला, ठुलो शक्ति हासिल गर्ला, केही समयभित्रमा 6-8 महिना 1 वर्षभित्रमा गर्ला भन्ने कुरामा मलाई विश्वास लाग्दैन। वस्तुगत स्थिति हेऱ्यो भने पनि त्यसरी विश्वास गर्ने ठाउँ छैन। तर त्यसो भन्नु भनेको मुद्दाले हार्नु होइन। मुद्दा बोक्ने पार्टीहरू कमजोर भएका हुन्। मुद्दा बोक्ने पार्टीहरूले अहिले हार स्वीकार्नु राम्रो हुन्छ, किनभने हार नस्वीकारिन्जेलसम्म यही सानोतिनो लडाइँमा फसिरहने हो।
यही तपाईँका हिजो गरेका नकामहरू फेरि दोहोऱ्याइरहने हो, हिजोका कमजोरीहरूलाई समीक्षा नगर्ने हो, हिजोको कमजोरीलाई समीक्षा गर्ने, हिजो किन हार भयो भनेर हामीले सोच्ने र हामी किन सेटब्याक भयो, हाम्रो सारा न्यारेटिभ, हाम्रो सारा कथ्य, हामीले जुन स्थापित गरेको डिस्कोर्स चाहिँ अहिले त्यत्रो ओझेल किन पर्यो र मान्छेले किन हामीलाई जति विश्वास गर्नुपर्ने त्यति गरेनन्। हाम्रै पक्ष, हामीलाई नै भोट हाल्न पर्ने भनौँ न, पहिचान पक्षधरहरूले सोच्नुपर्ने हामीलाई नै भोट हाल्न पर्ने मान्छेले पनि अन्यत्र किन भोट हाले। विकास र निर्माण समृद्धिको ठुलो हौवाले किन मान्छेहरू चाहिँ त्यसका पछिल्तिर लागे भन्ने कुरालाई समीक्षा नगरिकन नसोचिकन अगाडि बढ्न खोज्यो भने यो अहिलेको मौजुद पहिचान पक्षधर शक्तिहरूले राम्रो ठुलो स्ट्रेन्थ गेन गर्न सक्दैनन्। एउटा अर्को चाहिँ तपाईँको यो पहिचान पक्षधरलाई नेतृत्व दिने माओवादी थियो। हिजो माओवादीले मुखर रूपमा यी सब कुरा उठाएको थियो। उसले जनयुद्ध घोषणा गरेर केही समयसम्म यी पहिचानका कुरा राम्रोसँग नउठाइन्जेलसम्म, लिम्बुवान खम्बुवान नभनिन्जेलसम्म, थरुवाट नभनिन्जेलसम्म, थारूका मुद्दा नउठाइन्जेलसम्म, मधेसीका मुद्दालाई राम्रोसँग हामीले अनुभूत गरेका छौँ है भन्ने कुरा विश्वस्त नबनाइन्जेलसम्म जनयुद्धले कुनै उभार हासिल गरेको थिएन। त्यो सशक्त त त्यसपछि मात्रै भएको। तर पछिल्लो समय ६३को जनआन्दोलन पछाडि, ६३को परिवर्तन पछाडि पनि माओवादीले नहिचकिचाइकन यस्ता मुद्दाहरू उठाएको थियो, सङ्घीयतालाई पनि स्वीकारेको थियो र जनजाति आदिवासीले उठाएका मुद्दा, पहिचानको सुरक्षा हुनुपर्ने, त्यस्तै गरेर आफ्नो चाहिँ रिसोर्समा एक्सेस हुनुपर्ने, यी सब कुराहरूलाई चाहिँ माओवादीले राम्रैसँग स्वीकारेको थियो र ऊ त्यसको नेता थियो। अरू दलहरू त्यहाँ थिए, मधेसवादी थिए, त्यस्तै गरेर जनजाति केन्द्रित दलहरू थिए, त्यहाँ सबै गोलबद्ध भएका थिए र माओवादी नेता थियो। एकपटक मैले चाहिँ अन्तर्वार्ता लिँदा महन्त ठाकुरले भन्नुहुन्थ्यो कि हाम्रो त नेता, हाम्रो त कमान्डर नै मैदान छोडेर भागिदियो, हामी अल्लमल्ल पऱ्यौँ भन्नुहुन्थ्यो। कमान्डर मैदान छोडेर भागेको छ, कमान्डरले व्यवस्था गरेको छ यी सब इस्युहरूलाई। त्यस कारणले पनि केही समय यो समस्या, यो चाहिँ हामीले भनौँ न पहिचान पक्षधरहरूले चाहिँ केही समय बेहोर्ने स्थिति छ। अब अर्को त्यहाँ आशालाग्दो कुरा के छ भने मधेसमा त्यत्रो ठुलो आन्दोलन भयो र आन्दोलनमा नेतृत्व गर्ने, आन्दोलनमा सबभन्दा अग्रपङ्क्तिमा रहने सबै नेताहरूलाई मधेसी जनताले भोट दिएका छन्। त्यो भोट दिएका कारणले पनि यसमा सिरियसली सोच्नुपर्छ कि यसलाई राष्ट्रिय बहसको विषय बनाउनलाई, भनौँ न त्यो नेसनल ल्यान्डस्केप भनौँ न, सिङ्गो देशको बारेमा सोच्दा मधेस, जनजाति, थारू, दलित, महिला सबै कुरा सोच्न सक्ने बनाउनको लागि र त्यसमा चाहिँ बृहत्तर समाजसँग त्यो मुद्दालाई फैलाउनको लागि, बृहत्तर समाजसँग त्यो मुद्दा बारेमा छलफल गर्नको लागि पनि उहाँहरूले आफूले जितेको, आफूले पाएको मतलाई सम्मान गर्दै समीक्षा गर्नुपर्छ भन्ने लाग्छ मलाई। यो माओवादी पार्टी पहिचानको मुद्दाबाट भागेकै भन्न मिल्छ र भने उहाँहरूले चाहिँ पहिचानको छोडेको भनेर त घोषणा त गरे छैन नि त। उहाँहरूको पार्टीका नेताहरूले पनि बोलिरहेकै छन्, कार्यकर्ताहरूले पनि भनिरहेकै छन्, तर छोडेर हामी चाहिँ अब चाहिँ पहिचानको मुद्दा उठाउँदैनौँ, हामी केही गर्दैनौँ, यो गर्नेवाला छैनौँ, यो चाहिँ बेकारमा उठाइयो भनेर त उहाँहरूले भनिराख्नु भएको त छैन नि। बाहिर प्रकट नभने पनि उहाँहरूका ठुलो रियलाइजेसन पहिल्यैदेखि भएको थियो। 2013को चुनावमा हार बेहोरेपछि उहाँहरूको ठुलो समूहले, उहाँहरूभित्रको ठुलो समूहले चाहिँ यो खासमा बेकार उठाइएछ कि भन्ने कुरा उहाँहरूलाई महसुस भएको। उहाँले खासमा 30-31% बाहुन क्षेत्रीलाई हामीले चिड्यायौँ, त्यस्तै गरेर सहरका मध्यम वर्गलाई चिड्यायौँ र यी सबै हाम्रा विरुद्धमा लागे भन्ने उहाँहरूले महसुस गर्नुभएको। त्यो हुनसक्छ, एक हदसम्म त्यो सत्य हुनसक्छ। बाहुन क्षेत्रीलाई चिड्याउने कुरा थिएन नि त। आफूले उठाएको मुद्दालाई बृहत्तर समाजमा स्थापित गर्नको लागि गर्नुपर्ने कुराहरू पो गर्नुपर्ने थियो त, हैन? त्यसलाई चर्को नबनाइकन, त्यसलाई चाहिँ कोही मान्छेले चाहिँ छिसिदुरदुर गर्ने लेभलसम्म नपुर्याइकन सामान्य मान्छेले पनि बुझ्ने भाषामा त्यो मुद्दामा चाहिँ सामान्य गरिब बाहुन क्षेत्री पनि गोलबद्ध हुन सक्ने गरी, हैन? उस्तै हामीले समस्या भोगेका मधेसीप्रति, समस्या भोगिरहेका जनजातिप्रति उनीहरूको पहिचान गुमेको छ भन्ने कुरालाई अनुभूत गर्न सक्ने गरी, कम्तीमा आफ्नो कार्यकर्ताले अनुभूत गर्न सक्ने गरी त्यो काम गर्न पर्थ्यो नि त माओवादीले। त्यो सब केही नगरेको कारणले, सत्ताको छिनाझप्टीमा बढी समय गुजारेका कारणले, आफ्ना एजेन्डालाई समाजमा स्थापित गराउनलाई कार्यकर्ता परिचालित गर्ने कामबाट विमुख भएका कारणले उसले चाहिँ हामीले हार बेहोरेका हौँ भनेर महसुस गर्यो र यही कारणले यिनै मुद्दाले हामीलाई हराएको हो भन्ने भएपछि उसले त्यो मुद्दा बिस्तारै साइड लगाएको हो। अहिले सम्झनुहोस् न, वर्षमान पुनले जनजातिको कुरा गरेको त म सम्झिन्न। पछिल्लो समयमा मगरातबाट आएर, हैन, हिजो चाहिँ त्यत्रा विधि मगरले चाहिँ लडेर जनयुद्ध सफल पारेर उहाँलाई नेताका रूपमा स्थापित गरिसकेपछि उहाँले अहिले मुखर रूपमा त्यहाँ बोलेको त मलाई सम्झना छैन। त्यसकारणले माओवादीले समातिरहेको छ भन्ने कुरामा मलाई प्रशस्त सन्देह छ। यद्यपि दस्तावेजहरूमा हुन सक्छन्। अब एमालेसँगको सहकार्यमा, एमालेसँग पार्टी एकता गरेपछि त्यो मुद्दालाई समातेरै एकता हुन्छ त? मलाई शङ्का छ, मलाई हुन्छ जस्तो लाग्दैन। अहिले जुन परिस्थिति निर्माण भएको छ चुनाव पछिको, यो हेर्दाखेरि अब चाहिँ पहिचानको मुद्दा त
एकातिर छँदैछ, तर संहिताको सवालमा चाहिँ स्थानीय तहको स्थानीय सरकार, प्रदेशको आफ्नै सरकार, केन्द्रको सङ्घीय सरकार, तिनवटा तहको सरकारमा चाहिँ तपाईँको उसको कार्यक्षेत्रको बाँडफाँड, उसको क्षेत्राधिकारको सवालमा यो विषयमा कतिको अब चाहिँ बुझ्नको लागि कति टाइम लाग्छ। यसरी नै विगतमा कस्तो चलेको थियो, अहिले पनि त्यही मान्छेले महसुस गरिरहेका छन्। स्थानीय तह भन्दाखेरि पनि हिजो गाउँपालिका नगरपालिका भने जस्तै महसुस गरिरहेका छन्। अहिले प्रदेश भनिरहेको तापनि त्यो आफ्नो ढङ्गबाट महसुस गर्न त सकिरहेको छैन। यो सबैले बुझ्ने गरी यो संहिताको सवालमा यो तिनवटा तहसँग जोड्ने र चाहिँ कार्यक्षेत्र यो सबै बुझ्नेको लागि धेरै टाइम लाग्छ, कति लाग्छ जस्तो लाग्छ? खै मलाई त यो खासै धेरै ठुलो तयारी पनि गरेको जस्तो लाग्दैन बुझाउनको लागि। किनभने नि तपाईँलाई म सामान्य उदाहरण दिन्छु। अहिले निर्वाचित भएको कति समय भयो स्थानीय तह, होइन? मेयर उपमेयर बनिसके, गाउँपालिकाका अध्यक्षहरू बनिसके, गाउँ परिषद तयार भएर बसेको छ, उनीहरूले धेरै ठाउँहरूमा आफ्नो बिल्डिङ आफ्ना कुराहरू लिइसके, तर उहाँहरूको ध्यान चाहिँ काम गर्ने कुरामा छैन। उहाँहरूले चाहिँ पाएको अधिकारलाई राम्रोसँग प्रयोग गर्दै जनताको हितमा, जनताको दैनन्दिनका कामहरूमा विकास निर्माणदेखि योजना बनाउनेदेखि लिएर शिक्षा दीक्षा यो सब कुराको अधिकार दिएको छ। त्यो अधिकारलाई प्रत्यायोजन गर्दै त्यो भनौँ न त्यो अधिकारलाई अझै तल कहाँ दिनुपर्ने हो त्यहाँ दिँदै त्यसलाई चाहिँ राम्रोसँग कार्यान्वयन गर्ने कुरातिर स्थानीय तहको ध्यान पुगेको जस्तो लाग्दैन मलाई। अखबारहरूलाई पत्याउने हो भने स्थानीय तहका निर्वाचित प्रतिनिधिहरू अहिले गाडी किन्नमा, आफ्ना सुख सुविधा पुर्याउनमा उहाँहरू बढी जस्तो ध्यान केन्द्रित गरेर बस्नुभएको छ। भन्नुको अर्थ के हो भने उहाँहरूले पाएको अधिकार र उहाँहरूले गर्नुपर्ने कर्तव्य बारे नै उहाँहरू धेरै जानकार हुनुहुन्न। भनौँ न सामान्य ती अभिमुखीकरण कार्यक्रमहरू त के चलाए, विभिन्न एनजिओहरूले पनि त्यो काम गरेको सुनिन्छ, होइन? लगेर ट्रेनिङ दिने, 4-5 दिन सँगै राख्ने, अनि तपाईँहरूको अधिकार यो हो, यसरी काम गर्नुपर्छ भन्ने सिकाउने त अलिअलि गरेको छ। तर त्यसमा धेरै कन्फ्युजन्सहरू छन्, के गर्न सकिने हुन्, के गर्न नसकिने हुन्। जस्तो भनौँ न एउटा ठाउँको मलाई सुनाउँदै थिए साथीहरूले कि एकजना मेयरले केही कार्यक्रम लिएर आए, त्यहाँ परिषद छ, त्यो परिषदले त्यो कार्यक्रम मान्दैन, स्वीकार्दैन। मेयरले उहाँहरूलाई सम्झाउन सक्नुहुन्न किनभने अर्को पार्टीको बाहुल्य त्यहाँ छ भनेपछि त्यो चाहिँ राम्रोसँग उहाँहरूको संवाद नै नभइकन कति समय गुज्रिसक्यो भनेपछि गर्नुपर्ने काम कति समय गरेकै छैन एउटा। त्यसपछि प्रदेश हेर्नुहोस्, अब प्रदेशले गर्ने काम के हुन्, कहिलेदेखि गर्न थाल्ने हो, यो चुनावको यो रिजल्ट नै कहिले फाइनल हुने हो, सरकार नै कहिले बन्ने हो, प्रदेशले सिङ्गो आकार नै कहिले पाउने हो, प्रदेश प्रमुख नै कहिले तोकिने हो, यो सबै कुरा गन्जागोल छ। भोलि यो सबै कुरा बन्दै 6 महिना 8 महिना 1 वर्ष लागेर बन्यो भने पनि त्यसपछि गर्नुपर्ने कामहरूमा के हो त, कसरी गर्ने हो, त्यसलाई एक्जिक्युट कार्यान्वयन कसरी गर्ने हो भन्ने कुरामा ठुल्ठुला कन्फ्युजन्सहरू आउनेवाला छन् र त्यसलाई एड्रेस गर्न नसकिने भने सकिन्छ। तर त्यसको लागि पनि पोलिटिकल विल चाहियो, होइन? राजनीतिक नेतृत्वमा इच्छा शक्ति पनि चाहियो, राजनीतिक नेतृत्वमा इमान्दारी पनि चाहियो। तर मैले यति भन्दै गर्दा मलाई के लाग्छ भने मलाई अर्को शङ्का के छ भने यो संहिता नै राम्रोसँग फङ्सन हुन दिने हो कि होइन, किनभने यस्तै गन्जागोल सृजना गरेर यस्तै कन्फ्युजन्सहरू धेरै सृजना गरिसकेपछि यो बिस्तारै काम नलाग्ने बनाएर यसलाई चाहिँ तुहाइदिने पो हुन् कि भन्ने कुरामा मलाई अझै पनि शङ्का छ। कतिको तपाईँले देख्नुभएको छ यो फेरि यस्तो चाहिँ गन्जागोल कन्फ्युजन बिचमै यो चाहिँ काम नलाग्ने भनेर चाहिँ जनताले नै बोल्न लाउने, अरूले विरोध गर्न लाउने, त्यो वातावरण बनाउनुको लागि यी नेताहरूले नै भूमिका खेल्छ कि के हो त? भूमिका खेलेर पनि हुनसक्छ एउटा। अर्को कुरा केही भूमिका नखेलिकन त्यो गन्जागोल सृजना भयो भने त्यसलाई देखाएर अनि यो काम लाग्दैन है भन्न सकिने पनि हुनसक्छ, होइन? नेताहरूले मलाई के लाग्छ भने जस्तो अहिले नेतृत्वमा को छन् त भन्दा जितेर आएका मान्छेहरूको अनुहार हेऱ्यो भने, होइन, शक्तिशाली मान्छेहरूको अनुहार हेऱ्यो भने हिजो संहिताप्रति खासै चासो नभएका मान्छेहरू हुनुहुन्छ, होइन? र संहितालाई खासमा नरुचाइकन पनि अङ्गीकार गरेका मान्छेहरू हुनुहुन्छ। उहाँहरूले संहिता सफलतापूर्वक कार्यान्वयन होस् भनेर ठान्नुहुन्छ भन्ने मलाई अझै लाग्दैन। हिजो अस्तिसम्म पनि उहाँहरूले संहिता खासमा यो देशमा काम लाग्दैन भन्दै नै हुनुहुन्थ्यो। अब हिजो अस्ति भनौँ न केही समय अगाडि 10-15 दिन अगाडि मात्रै विमोचन भएको वामदेव गौतमको किताबलाई पत्याउने हो भने उहाँले जहाँ संहिता भन्ने शब्द लेख्नु भएको छ त्यहाँ यो देशमा काम लाग्ने सिस्टम चाहिँ होइन भन्नुभएको छ। यो खासमा बहुराष्ट्रिय देशहरूमा काम लाग्ने सिस्टम हो, तर हामीले हाम्रो देश बहुराष्ट्रिय नहुँदै पनि लिएर आयौँ, त्यस कारणले यो संहिता काम लाग्दैन भनेर उहाँले ठाउँमा लेख्नु भएको छ। त्यो किताब विमोचन भएको 15 दिन हुँदैछ। अब भन्नुहोस् वामदेव गौतमले त जितेर आउनु भएको छैन, तर त्यो सिङ्गै नेतृत्व पङ्क्तिको चिन्तन त्यस्तो हो भने यो संहिता त काम लाग्दैन भन्नेतिर अथवा काम लाग्दैन भनेर प्रमाणित गर्नेतिर पो उहाँहरू लाग्नुहुन्छ कि भनेर सन्देह गर्ने ठाउँ प्रशस्त छ। तपाईँले समय दिनुभयो र आफ्नो विचार राख्नुभयो, विश्लेषण गर्नुभयो राजनीतिक
परिस्थितिको विषयमा धेरै धेरै धन्यवाद। फेरि जाउँ। मलाई पनि बोल्न दिनुभएकोमा धन्यवाद। धन्यवाद। नमस्कार। तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा ख्या थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगु लोमङ्का दिमते नेवाला
सजिलैजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा ख्या थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगो लोमङ्का दिमते नेवाला